हालसालै काठमाडौँ स्थित जय नेपाल हलमा लघु चलचित्र आश्रम र मर्मस्पर्शी गीत कति बस्छौ माइती घरको म्युजिक भिडियोको प्रिमियर शो गरिएको थियो। गीतकार तथा निर्माता इन्द्र खड्कीको अध्यक्षता तथा वरिष्ठ कलाकार मदन दास श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त विशेष समारोहमा नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ लेखक, निर्देशक एवं विश्लेषक प्रकाश सयामी, वरिष्ठ नायक धीरेन शाक्य, वरिष्ठ कलाकार रविन्द्र खड्का, कृष्ण मल्ल, निर्देशक तथा वरिष्ठ सिनेमा पत्रकार विजय रत्न अंशवरे, भक्तपुर इन्टरनेशनल हस्पिटलका उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी बानेश्वर शाखा म्यानेजर पेन्द्र थापा र ललितपुर महानगरपालिका 19 का वडा अध्यक्ष निर्मल रत्न शाक्य विशिष्ट अतिथिको रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन पत्रकार धनराज वास्तविकले गरेका थिए। उद्घाटन सत्रमा अध्यक्ष इन्द्र खड्की, प्रमुख अतिथि मदन दास श्रेष्ठ तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेर प्रिमियर शोको शुभारम्भ गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य गायक तथा संगीतकार किशोर कुमार साईले राखेका थिए भने अतिथिहरूलाई निरु बुढामगर, चान्दनी र लक्ष्मी खड्कीले खादा तथा माला लगाएर सम्मान व्यक्त गरेका थिए। यसैगरी प्रिमियर शोमा वरिष्ठ कलाकार एवं निर्देशक जयकिशन बस्नेत, वरिष्ठ कलाकारहरू शीतल केसी, शर्मिला मल्ल, लक्ष्मी गिरी, पल्पसा डंगोल, मन्जु श्रेष्ठ, गोपाल ढकाल छन्दे, द्वन्द्व निर्देशक नारायण प्रधान, डाक्टर घनश्याम खतिवडा, अमर ओली, निर्देशक तथा कलाकार नवराज धुरा वैद्य, द्वन्द्व निर्देशक रमेश क्याप्छाकी, कृष्ण भट्टराई, दिनेश ठकुरी, निर्देशक सुभाष गौतम, समाजसेवी कमला परियार, कमल कुमार शर्मा, निर्माता एवं निर्देशक जीवन थापाको उपस्थिति रहेको थियो। त्यसैगरी निर्देशक मदन ताम्राकार, निर्देशक पवन जोशी, रामकृष्ण खड्की, किशोर घिमिरे, निर्देशक राजेन्द्र केसी राजु, अधिवक्ता विक्रम थापा, गायिका तथा समाजसेवी सरिता महर्जन, भक्तपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष रोशनी धौवज्जा, अनिल बुलेट, संगीतकार राजु शाही, संगीत संयोजक रमेश सेन्चुरी, गायिका श्रद्धा दियाली, सरोज शाही, निरञ्जन केसी, कलाकार अमीर शाही, समाजसेवी सुन्दर श्रेष्ठ पनि उपस्थित रहेका थिए। प्रदर्शन गरिएको लघु चलचित्र आश्रमको निर्देशन नरेन्द्र बहादुर धामीले गरेका हुन् भने निर्माता तथा कलाकार देव कुमारी खड्की रहेकी छिन्। उक्त चलचित्रमा मुख्य नायकको भूमिका विजय केसी र नायिकाको भूमिकामा निरु बुढामगर, सत्यदेवी थापा र चान्दनी रहेका छन्। आमालाई सासूलाई कसरी आश्रममा लगाउँ भन्ने टाइपको भएछ अलिकति क्यारेक्टर छ। त्यस्तो गर्न मिल्छ त? वास्तविकमा चाहिँ मिल्दैन र सबैलाई भन्छु गर्नु पनि हुँदैन। तपाईले स्क्रिप्ट हेर्नु भएन पहिला? यो खास मैले आफूले हरामी हुनु कारण तपाईहरुलाई राम्रो होस् भनेर के। अतिथि कलाकारको रूपमा शेरबहादुर डीसी र दीपक कपालीले अभिनय गरेका छन् भने बाल कलाकारमा युवराज श्रेष्ठ र रोहन शाक्य रहेका छन्। यस लघु चलचित्रमा भरत परियार र श्रद्धा दियालीको स्वर तथा भरत परियारको संगीत रहेको छ। चलचित्रको छायाङ्कन निमेश कार्की, संगीत संयोजन रमेश सेन्चुरी, मेकअप उमिशा पाण्डे र प्रकाश व्यवस्थापन सुमन ढुङ्गानाले गरेका हुन्। यस्तै समारोहमा सार्वजनिक गरेको म्युजिक भिडियो कति बस्छौ माइती घर इन्द्र खड्कीको रचना, किशोर कुमार साईको संगीत र देव कुमारी खड्कीको स्वरमा तयार भएको हो। यस गीतको मिक्सिङ सुमन कपाली, कोरियोग्राफी राजन साई र निर्देशन रविन्द्र शाहीले गरेका हुन्। अभिनयमा अभिषेक श्रेष्ठ र रितिका श्रेष्ठ प्रस्तुत भएका छन्। प्रिमियर शो पछि आयोजित मन्तव्यको क्रममा निर्देशक द्वय नरेन्द्र बहादुर धामी र रविन्द्र शाहीले आफ्नो सृजनाबारे प्रकाश पारेका थिए। त्यसैगरी उत्तम केसी, प्रकाश सयामी, कृष्ण मल्ल, रविन्द्र खड्का, धीरेन शाक्यले 3 मिनटभित्र संक्षिप्त मन्तव्य राख्दै कला क्षेत्रमा देखिएका विकृति र चुनौतीका बावजुद यस्ता जीवन्त कृति निर्माण गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
म्युजिक भिडियो र यो आश्रम सर्ट मुभीका सम्पूर्ण कलाकार प्राविधिक मित्रहरू सबैलाई मेरो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना। कार्यक्रमको अन्तिम चरणमा आश्रम र कति वर्षौं माइती घरका सम्पूर्ण कलाकार, प्राविधिक अतिथि तथा उपस्थित पत्रकारहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।